ल साथीहरु यो अमेरिकाको ह्याप्पी बर्थडे भिडियोमा चाहिँ तपाईहरुलाई स्वागत छ है। मेरो साथी चाहिँ तुफान तरिकाले उबरमा त्यो फायरवर्क हुने ठाउँमा जाँदैछ। म यति धेरै टाढा रहेछ कि हामी पुग्दा त पुरा त्यो ठाउँ त नि यति धेरै मान्छे त्यो थामै नपाएको क्या हामीले त है। अनि यो भाइहरु न कसरी चढेको त्यो रुखमा, फेरि त्यो पछाडीको मान्छेहरुले सबजनाले कराएर गरेर कस्तो मोटिभेसन गरिरहेको थियो क्या। अनि त्यसपछि एकछिन पछाडि उसको गर्लफ्रेन्डलाई पनि तान्दिएर यार यो भाइले जतिको र उसको गर्लफ्रेन्डले जतिको राम्रो भ्यू कसैले देखेन होला। यहाँ न म उब्दा न गलेर अनि यो ढुङ्गामा बसेको क्या। अनि यसो रिस्टार्ट भएको थियो सुरुमा चाहिँ मैले खासै फोटो भिडियो पनि खिचेन क्या। अनि यो बिचको हो, योभन्दा अगाडि कस्तो राम्रो भएको थियो तर मैले लिएन किनकि हेर्नु न रुखले छेकिरहेको थियो। अनि यही एउटा यो 250 वाला चाहिँ लिएँ। अनि यो बिचतिरको हो है, लास्टतिरको हेर्नु न कस्तो राम्रो खिच्नै पाएन क्या, कस्तो एक्साइटेड भएर गएको थिएँ। अनि सकिन्छ भने त्यो पातहरुलाई यसो हटाएर हेर्नु ल भिडियो चाहिँ कस्तो राम्रो थियो तर है मजाले खिच्नु पाएन। लास्टमा गएकोले यस्तो हतारमा गएको थियौँ है। सो जति एक्साइटमेन्ट भएर गएको थियो त्यति धेरै चाहिँ भएन, जस ठिकै भयो भनौँ न। अब जुलाई 18 हुँदैछ, म बस्ने ठाउँ नजिकै, म त्यहाँ चाहिँ गएर बबाल तरिकाले बनाउँछु भन्ने सोचिरहेको। यदि बनायो भने म तपाईँहरूलाई सेयर गर्छु है त। अनि यस्तरी भएको थियो। त्यसपछि एउटा अलिक उडतिर आएको थियौँ क्या, म र साथी त्यता खाली भएर अलिक यता आइरहेको थियौँ। त्यहाँबाट चाहिँ अलिअलि गरिरहेको थियो, खासै चाहिँ गर्नु पाएन तर आँखाले चाहिँ मजाले हेर्नु पाएँ है। तपाईँहरूलाई चाहिँ यसरी नै देखाउन सकेँ साथीहरू, मन नदुखाउनु होला है। अनि यो चाहिँ लास्ट सुरुको भिडियो हो। एकदम लास्टमा चाहिँ एकैचोटि बुटुटु यसरी नै गरेको थियो क्या। गरेर अगाडि चाहिँ पुरा होइन यस्तो हुन्छ नि पिक्चरहरू कस्तो राम्रो थियो। मैले क्याप्चरै गरिनँ होइन, त्यस्तो वालाहरू थियो। अनि लास्टमा चाहिँ यस्तो ड्याङ हान्ने वालाहरू गरिरहेको थियो। अनि सकेर यो चाहिँ हामीले फेरि फर्किँदै गरेको भिडियो हो। यस्तो धेरै ल साथी यस्तै भयो होइन। अब अर्को भिडियोमा भेटौँला, बाई बाई।